हेलो गाइज, आजको ब्लग सुरु हुन गइरहेको छ र म आज चाहिँ मेरो कपालमा खैरो हाल्न गइरहेको छु। के भन्छ ग्रे कलर है, के भन्छ काले भन्छ खैरोलाई के कलर भन्छ? ब्राउन कलर हाल्न गइरहेको छु। म धेरै एक्साइटेड छु किनभने मैले बच्चामा मात्रै हानेको थियो, त्यो पनि 5-6 वर्ष अगाडि हैन। त्यहाँबाट हानेको छैन, त्यही भएर हान्न मन लागिरहेको छ, त्यही भएर हान्न थालिरहेको छ। अहिले चाहिँ म बाउको बाइकमा जान लागिरहेको छु। यो चाहिँ नेमा लामा मेरो भतिज। हाई भन। मेरो ठुली आमा त्यहाँबाट कराउँदैछ, के भने अब सुनेको छैन। ए हस् ल, पदमपोखरी गएर भिडियो बनाउँछु अनि तपाईँहरूलाई देखाउँछु नि। पदमपोखरी गाइज, पदमपोखरी हामी अब पुगियो। हाम्रो कलर हाल्ने ठाउँ चाहिँ यो हो, रेनबो हेयर कटिङ सलुन। के छ मेरो भाइ? दाइको ब्लगमा आयो भन्न त, कस्तो लजा नि। नेमाले पहिला गोल्डन कलर हालेको थियो, अनि कालो हाल्दाखेरि पनि यति बच्यो क्या यसको। यहीँ हाल्यो क्या? हेलो एन्ड नमस्ते। यो चाहिँ हाम्रो काकाको ब्लग हो है। यो ब्लगमा चाहिँ म थोरै बोलिदिन्छु है। हाम्रो काकालाई सबैले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। अब हाम्रो काकाले चाहिँ अब बिस्तारै स्टार्ट गर्नुहुन्छ। अब यही ब्लगदेखि स्टार्ट भनौँ न, जे होस् माया गरिदिनु होला। अब हाम्रो गाउँको भ्यू हेरिदिनु होला है। ल त हाम्रो कपाल काट्ने मान्छे चाहिँ धेरै ह्यान्डसम हुनुहुन्छ है। ल हाम्रो काका कपाल काटिदिनु हुँदैछ। ल यहाँ हुँदैछ भिडियो चाहिँ कसलको साउ कलर लाउँदैछ होइन। म चाहिँ अब आफैले हेर्न गइरहेको छु कस्तो भयो कलर भनेर। अब यो प्योर रियाक्सन आउँछ है, 100% प्योर रियाक्सन आउँछ। रेडी 1 2 3 गो। के ल, उमालेको अन्डा जस्तो देख्दो रहेछ, गोलो न गोलो। केही छैन, राम्रो भएको छ। राम्रो भएको छ। केही डिफ्रेन्ट त हुनु परिहाल्यो नि, जहिले एउटै भएर हुँदैन होइन। राम्रो भएको छ, गुड भाइ गुड। हाम्रो इन्जिनियर भाइ चाहिँ उहाँ हो। राई भएर म त खैरै भएछ त अहिले त। ओ मेरो राहुल भाइ, दाइको ब्लगमा हाई भन चाँडो। हाई भन। हेलो गाइस फ्यामिली, आफ्टर लङ टाइम होइन। दाइ एउटा बबाल के भन्नु पऱ्यो कि भाइहरू के हाम्रो स्टोकर हालेको यता दायाहरू खेल्नु भइरहेको छ, यता भाइहरू खेल्नु भइरहेको छ। हाम्रो लब्बा दाइले भनेपछि गरिहाल्छ नि। अब होल पान्तलीले गर्ने भयो। अब हाम्रो एल्फा टिम के भयो त दाइ यार? छ नि होइन। मैले अझै फेसबुकमा मेम्बर अफ एल्फा टिम राखेको छ नि फेरि। सकिनु भएन नि दाइ फेरि। कहाँ सकिन्छ एल्फा टिम? अब दाइले हानेको हेरौँ। यस